केटाहरूले मारेको है पानीमा छिरिहान यस्तो जाडोमा केटाहरू पानीमा छ अलि नदेखिको रहेछ क्या अँध्यारो खोइ यता हेर्नु त कुमार दाइ केटाले साइड साइडको झोलामा हालेछ माछा एकजना डुबेर हान्नला एकजना माथिबाटै पानी रहेछ कि यताखेरिमा जुत्ता लाखौँ मैले हाने पर्यो साइडकै सानो त ठ्याक्कै टोले कतिले मलाई नदेखेर क्या माछा हानेको मलाई देखेर कत्रो हालिरहन्छ मलाई देखेर कत्रो माछा केटाले टन्ने हान्छ खै यस्तै देखाउनुपर्छ कि यत्रो मारिसकेछ ल यस्तो चिसोमा है कहाँ राख्ने हो यो ए सत्नुपर्छ र यसलाई यहाँ रहेछ यार उयो रहेछ यहाँ गयो कत्ले हो दामी हेरेको मैले रहेछ केटा आयो केटा ल
कत्ले कत्ले ठिक्क हुर्काउलो साइजको रहेछ कि सब माछा ठुल्ठुलो हात परे होइन भेटेकै हो भेटेन देखे जस्तो उसले पारे पारे देखे जस्तो लाग्थ्यो यही त पर्यो फेरि आयो खतरै हान्दो रहेछ क्या टालतिर ठुल्ठुलो भएको झन् कति खोक्का हुन्थ्यो साइड लगाइदिएपछि ठिक हुन्छ यता फालिदिनु हुन्छ सिधै बुदुना रहेछ बुदुना राम्रो साइजको खप्पै ढाडमा लाग्छ हेर्नु त हरियो साइजको रहेछ नि ठिक्क राम्रो साइजको नि यो त बुदुना त बुदुना हो क्या फाले फाले कुन पुग्यो उसले त झ्याप्की झ्याप राम्रो रहेछ क्या कत्लेको बच्चा छेटी चारतिर भेटेको छैन झड्काला जस्तो थर्रा हुँदो रहेछ एउटा बुदुना एउटा उस कत्ले भिडियो बनाउनु लाग्यो ठ्याक्कै माछा फाल्छ केटाहरू ठ्याक्क टाइमिङ मिलेर छ केटा यत्रो कत्ले सचिनले डेन्जर मात्र रहेछ कि सचिनले उसले आफूले बोकेर आलु थोरै कान्छाको उसले त डेन्जर हान्दो रहेछ क्या गहिरो सऱ्यो भने डाइरेक्ट डुबेर गएर हान्दो रहेछ जाडो त भएको केटाहरू कामदै हाने थुक्लाइदिएको छैन पटक्कै भन्छ हजुर खोइ कुन्नी म त ढले 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 म त ढले 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 हत्तरिका शैलीमा यता खतरा भएछ त ओके यस्तो कि अनि त्यो खाइसी कस्तो हुन्छ कानले सुन्छ कानले सुन्छ तर होइन आँखा चाहिँ खुल्नै मन लाउनु क्या हेर्नु नि यस्तो चुच्चो परेको ढुङ्गामा डेन्जर सुत्दिएको है अर्कै बत्तर अमित गएर दिएर आउँछ के होइन कि यस्तो भयमा राख न भयमा राख हामीले सिजन सकिँदैन माछाको स्थिति त त्यो माथिबाट देखाउ भनेको त्यताबाट ल मारे त के टाल्थ्यो टन्डै हानिसक्यो उसले त यता कुनामा पोको भने ठुलो मारे त माछा हेर्दा हेर यो त दामी साइज पायो त्यही कहाँ हुने केटोले ए त भुँडीबाटै हुँदो रहेछ
2 सट हानिसके रहेछ पहिले अनि पहिले 2 सट हानिसके रहेछ त्यही माछालाई माथि रहेछ अन्ति माछा चाहिँ त्यहाँ बगेकोमा झ्याप्प देख्दो रहेछ के राम्रोसँग देख्दो रहेछ यता त माथि गयो त डरो मारे त केटाले अझै कान्छाले मारेको त अझै कति सुतेर उठेको त अब यहाँबाट गएर टप्प अलिकति माछा चिरिटको फ्राई गरेर झ्राम काँडासँग अनि सोल्टे माछा खाँदै अनि एक स्टिक खाने मजा लिँदै एकछिन 10-15 मिनट 20 मिनट है टक्सिला खाने त्यो खाएर सोल्टे त लास्ट ओलासे भयो कि भने कहाँबाट नखाइदिनु पऱ्यो क्या त्यो सोल्टे हात टिप्दै फेरि रक्सी झ्याइयो गरेर खाने मान्छे भएन नि खाएको भनेर है झुक्केर खाँटेकै अनि भनेर भन्दै दुईचोटि ढाक गरेको दाइ मजा त आयो नि मजा त आयो नि त्यो उठेली फेरि कहाँ छोड्नु चाहिँ न त रक्सी लगभग जतिलाई नि खानु सक्ने मान्छे मजानु सक्ने मान्छे झल्दै त तर कस्तो है खोलामा यस्तरी सुतेको त्यो भ्याकुता पल्टे जस्तो देखिने रहेछ कि है खान्छाले अर्को पनि छ फेरि मारेर ल्याइसक्यो है उता यता खान जालीमा खानु अब त जालीमा होइन सबै बात हुन्छ के त्यही खनाइदिन्छ सबै केटा एकचोटि खनाम न यहाँबाट त्यहीँ जाँदा नि के बात पनि हो यो ठुलो मारेछ यार गुड मर्निङ होइन ह्याप्पी बर्थडे भन्नुभएको छ जित्दैछ ह्याप्पी बर्थडे होइन कि होइन त्यहाँ भिडियो बनाएको भिडियो कि कुमार दाइले त सिधै त माछा त केटाले जस्तै हानि त तिर्छ माछा फर्केर डाल्ला पुरा जित्दाले त घरको बिस्तारमा सुतेर हेरे जस्तो लाग्यो होला है ट्याक्क भएमा भाग्यमा नि माछा हेर्दै सुत्दै गर्नु पाखा पानी आँखै अगाडि कि फेरि सुत्दै यता छ्यालब्याल मार्दैछ छ्यालब्याल मारिरहेछ केटाले त डन्नै मारेछ ए टाउकै होइन त त्यसको त गङ्गाटाले खाइदिनु पुरै उछुट्टिनी गरेर हालिन्छ केटाले टाउकै होइन त यसको त स्याट्टै मार्दैछ कुनै कुनै त भेटेछ कि राम्रै जित्दै के छ विचार अनि टिकटक बनाएर हालिदिनु पऱ्यो कि एउटा यस्तरी खिचेर ढले भन्ने गीतमा कि यसलाई त ठुलो चाहिँ के थियो पानी भित्र भेल्नु बोक्दै आएको त छ्याक्क ल भयो धेरै खिच्नु